All cabin baggage must be left behind in case of evacuation. You're welcome to use electronic devices as long as flight mode is activated. त्यसको स्टोर पुरा कति केजी हो ल लिप पनि चाहिँ त्यसमा पनि लिप पनि चाहिँ यस्तो हाम्रो विशाल बजारको छ त ल यसो छड्की जाने त्यो लिप चाहिँ छैन र ए अब यसरी जानुपर्ने हामी यहाँ माथिबाट यसरी गएर अर्को टर्नमा जान मिल्छ के ए हामी एउटा टर्नबाट अर्को जाँदा नि हिँडेर जानु पर्यो ल हाम्रो को अन्यमा आइपुग्यो त ल हेलो अतोनियम कस्तो फिल भइरहेछ तपाईलाई एकदम रमाइलो लागिरहेछ हावा नि चलेछ एकदम रमाइलो माथितिर भ्यूहरु नि देख्दैन यस्तो ल मैले सबै फोकस गरिरहेछु त्यो त सिनेमा आउँछ सिनेमा हो सो अहिले चाहिँ हामी फुजी रेस्टुरेन्टमा होइन वर्ष त गर्नै पर्छ हिसाब किताब गर्नुपर्छ अब सालबाट हिसाब गर्ने दयाले विदेशमा अनि नेपालमा को बस्ने अनि सोताङ दाइको रेस्टुरेन्टमा अनि यहाँ चङ हुनुहुन्छ नमस्ते चङ सञ्जय हुनुहुन्छ सञ्जय तपाईहरुको रेस्टुरेन्टमा आएको छु म आज आकी सुशी रेस्टुरेन्ट बेल्जियमको हसेलमा हैन त हसेलमा हेलो गाइज हामी चाहिँ अहिले कुन ठाउँबाट रे सेन्टर डेनबाट ब्रुगे जाँदैछु 2 घण्टाको यात्रा चाहिँ हामी दुईजनाको अहिले चाहिँ टिकटक बनाउने लाइभ बस्ने गरेर बित्यो अब चाहिँ 10-15 मिनेटमा चाहिँ ब्रुगे पुग्ने छ हामी चाहिँ अहिले होल्यान्डको स्लोइस भन्ने ठाउँमा जाँदैछु झर्मन दाइ र हाम्रो भाइ अगाडि हुनुहुन्छ हामी यहाँ यता दिदी कमला दिदी यार यो चाहिँ रमला भयो म चाहिँ आमला होल्यान्डको घरहरू यस्तो छ अलिकति हेरिहालौँ न त हामी चाहिँ अहिले आज बेल्जियमको ब्रुजको सेन्टर घुम्दैछु दिदी कमलासँग म चाहिँ रमला पाखरिन म चाहिँ कमला पाखरिन कस्तो लाग्दैछ तपाईँ हामी घुमेर रमाइलो छ एकदम खुसी लागेको छ मलाई पनि खुसी लागेको छ
अरू वेदर पनि राम्रो भएछ घुम्ने जस्तो भइरहेको त्यही त नि घाम लागेको छ है मजाले म आएर होला है घाम ल लागेको एक राउन्ड देखाउँछ है ल रमला बास्टिङलाई घुमाउनु पर्छ भनेर पुरै घाम लागेको त्यही भएर आनन्दले मौसमले साथ दियो है मौसमले चाहिँ एकदम भरपुर साथ दिएको छ हो एकदमै ल उसको बेल्जियममा चाहिँ हजुर यसो घुम्दै फिर्दै अब जाने हो हामी यतातिर लाग्ने हो अब ल हेलो 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 हामी कता होला आज चाहिँ हामी ब्रुजमा बेल्जियमको ब्रुजमा सेन्टरमा यो चाहिँ घुम्दैछौँ पिके मुभी अनि पिके त्यसरी सर्ट नगर्नु पिके मुभीको स्टार्टिङ पिके मुभीमा आएर यहाँ फिल्म सुटिङ गर्न आएको यस्तो ठाउँमा बस्छौँ हामी रे क्या बलिउडको मुभी खिच्ने ठाउँमा बस्छौँ हामी ल हेर्नु ल यो